गाइस हैन अब चाहिँ हामी माछा मार्न जाने हैन रात परेको छ हैन अब सुतेर भोलि बिहान उठेर जानुपर्छ पोखरीमा हो गाइस हैन अब चाहिँ म जान लागेको पोखरीमा यहाँ दिदीहरू पनि छ हैन यहाँ चाहिँ हामी हैन भिडियो हुने यहाँ बट्टामा हामी यहाँ झिलबाट हाम्रो छोरी भेटिसक्यो खै हामी त्यहाँ एरिक चाहिँ त्यहाँ माछा समाछ म पनि थोरै थोरै हेल्प गर्छु मलाई धेरै माछा मार्नु चाहिँ आउँदैन हैन यो पोखरी चाहिँ हैन मेरो त्यो बाजेको पुर्खादेखि चलिरहेको हैन हामी चाहिँ अनि यहाँ धेरै जस्तो तिलापिया माछा त्यस्तो तिलापिया गोल्डन फिसको त्यो कस्तो कस्तो त्यस्तो पाइन्छ हैन अनि हामी यहाँ पकाउने थियौँ लास्टसम्म हेरिराख्नु होला गाइस माछा कस्तो पाइन्छ भनेर दिदीहरू यसरी जाली लगाउनुहुन्छ म चाहिँ अलिकति साइडबाट दबाइदिन्छु अनि माछाहरू त्यही जालीमै आउँछ एरिक पनि त्यस्तै गर्छ थोरै थोरै मेरो भाइ यता कुनाइमा ल्याएर हामी चाहिँ माछा राख्छौँ त्यो बट्टामा यहाँ हामीले भेटेछौँ यहाँ हामीले ठुलो एउटा माछा भेटेको थियौँ अनि हामी यहाँ भेटेको सानो सानो माछालाई चाहिँ त्यहाँ पोखरीमा त्यही फालिन्थ्यो त्यही भएर त्यसो सानो माछाहरू हालिदिएको थियौँ मेरो हातमा हेर्नु सक्नुहुन्छ बट्टामा माछाहरू एउटा अब हामी मारेको माछा यसरी के अरे सुरु गरेर चाहिँ यहाँ भिडियो धेरै लङ भएर अनि हामी कुनामा लगाउँछौँ अनि माछा हेर्छौँ अनि त्यही बट्टामा लगाउँछौँ ल यहाँ यस्तो यस्तो माछा पनि चाहिँ ठुल्ठुलो छ एउटा तिलापिया यस्तो गोल्डन फिस त्यस्तै त्यस्तै हेर्नु कुन कुन उफ्रिरहेको छ नि त्यो तिलापियाको त्यो काँडा हुन्छ होइन जालीमा छ अब कति हेर्ने यस्तो छ माछाहरू यो